त्यो बैठकले नेतृत्व हस्तान्तरण प्रक्रियालाई टुङ्ग्याउने काम गर्यो। कमरेड निरुदेवी पालले बिदा लिएर मलाई सङ्घको जिम्मेवारी दिने काम गरेको छ। म सर्वप्रथम निवर्तमान अध्यक्ष कमरेड निरुदेवी पाल लगायतका साथीहरू जसले युवा सङ्घको नेतृत्व लिएर नेपाली युवा आन्दोलनलाई एउटा उचाइमा पुर्याउने काम गर्नुभयो, उहाँहरूलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिले हाम्रो युवा सङ्घ नेपालको भिजन र मिसन भनेको अहिले नाङ्गो ढङ्गबाट जुन भारतीय हस्तक्षेप भएको छ, भारतीय हस्तक्षेपको विरोध गरौँ, राष्ट्रिय स्वाधीनतालाई चाहिँ सुदृढ पारौँ भन्ने उद्घोषका साथ हामीले भोलिबाटै देशव्यापी रूपमा हस्ताक्षर अभियान गर्दैछौँ र भोलि ठिक 3 बजे नयाँ बानेश्वरबाट यो अभियानको सुरुवात हुनेछ र देशका 75वटै जिल्लामा हामीले 3 दिनसम्म गरेर 5 लाख हस्ताक्षर सङ्कलन गरेर हामीले सम्बन्धित निकायमा बुझाउनेछौँ र 1950 लगायतका असमान सन्धिहरूको खारेज हुनुपर्छ। भारतीय सबै खालका हस्तक्षेपहरूको अन्त्य हुनुपर्छ। बरु हामी यो स्वाधीन र समृद्ध नेपाल निर्माणको निम्ति जस्तो सुकै खालको दुःख कष्ट पनि हामी भोग्न तयार छौँ, तर भारतको जुन नाङ्गो हस्तक्षेप छ त्यसलाई हामी चाहिँ सहन तयार छैनौँ। त्यसो भएर त्यसको हामीले देशव्यापी रूपमा भण्डाफोर गर्ने कार्यक्रम रहेको छ र 28 गते हामीले वृहत शुभकामना आदान प्रदान कार्यक्रम रङ्गशालामा गर्दैछौँ र यो विजयादशमी, दीपावली, नेपालसम्म छठ को उपलक्ष्यमा हामीले विविध खालका रचनात्मक सृजनात्मक गतिविधिहरू गर्दैछौँ र हामीले युवा आन्दोलनका यो परिवर्तित परिस्थितिमा युवा आन्दोलनका मुद्दाहरूलाई थप हामीले चाहिँ व्यवस्थित गरेर त्यसलाई कार्यान्वयन गर्नको निम्ति हामी लाग्नेछौँ र 25 गते हामीले यो इन्धन र यसको चाहिँ वैकल्पिक उपाय विषयमा विज्ञहरूलाई बोलाएर हामीले अन्तर्क्रिया कार्यक्रम गर्दैछौँ र युवा सङ्घलाई हिजो अग्रज नेताहरूले यहाँ तपाईँले देखिरहनु भएको छ, कमरेड केपी ओलीदेखि लिएर निरुदेवी पालसम्म का हाम्रो आदरणीय अध्यक्षहरूले हिजो युवा सङ्घलाई एउटा उचाइमा पुर्याउने काम गर्नुभयो र त्यसलाई थप उचाइमा पुर्याउने काम यो नेतृत्वले गर्नेछ। धन्यवाद। र आज हाम्रो जुन पदस्थापना गर्नुभएको छ अध्यक्ष कणले 4 दिनसम्म हामी 18 गते जिम्मेवारी लिए पनि आजदेखि मात्र हामीले यो पदमा बसेका छौँ, म बसेको छु। यो भनेको हाम्रा अग्रजहरूप्रति हामीले 5 दिन सम्मान पनि ग्रहण गरेको, यो कुर्सी हामीले खाली गरेर र आज उहाँले जुन पदस्थापन गरेर मलाई उत्तराधिकारीको रूपमा जुन जिम्मेवारी दिनुभएको छ यसलाई मैले कुशलतापूर्वक निर्वाह गर्नेछु।